सम्पूर्णमा हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो नौलो सुरुवात च्यानलमा र सबैजनालाई शुभ बिहानी र अहिले चाहिँ म घर आइरहेको छु कालिम्पोङ र आज चाहिँ हामी बजार जान आँटेको। आज चाहिँ म मेरो भिडियोमा एकजना नयाँ मान्छेलाई ल्याउने वाला छु होइन। मेरो भिडियोमा कहिले आउनु भएको छैन। उहाँ चाहिँ को हो भन्दाखेरि उहाँ चाहिँ मेरो आमा हुनुहुन्छ होइन। आमा चाहिँ बाहिर हुनुहुन्थ्यो त्यो सो अहिले भर्खर आउनु भएको, अस्ति आउनु भएको र म चाहिँ आमालाई भेट्न आइरहेको थिएँ होइन। उहाँ चाहिँ मेरो आमा हो। तपाईँहरूले मेरो भिडियोमा कहिले देख्नु भएको थिएन होला होइन। आमा चाहिँ मभन्दा अलिक होचो हुनुहुन्छ, म चाहिँ साह्रै अग्लो छु नि त। केही भनिदिइहाल्नु मेरो च्यानललाई, भनिदिनु न लाइक सेयर गरिदिनु भनेर। लाइक सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु भन्नु, सब्सक्राइब गरिदिनु। नौलो सुरुवात च्यानलमा भन्नु न। नौलो सुरुवात च्यानलमा स्वर खप्प भइरहेछ। आमालाई सर्दी एकदम लागिरहेछ होइन। आज चाहिँ हामी कहाँ गएको भनिदिनु त। बजार ए हामी चाहिँ यहाँ बसिरहेछौँ। अब गाडीमा चढेर जाने। कस्तो लाग्यो मेरो आमा, राम्रै लाग्यो कि लागेन कमेन्ट गरिदिनु होला। गाडी छ, अब यसमा चढेर जानुपर्छ होइन। यहाँ चाहिँ मेरो बाबा हुन्छ। बाबा हेलो भनिदिनु। हामी सब फ्यामिली परिवार जान आँटेको है। ल हुन्छ, के खिचिदिनु फोटो गरिरहेको छु त अन्त। यहाँ हाम्रो यी जोडीलाई लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु। हामी दुईजनाको जोडी कस्तो लाग्यो आमा र बाबाको भनिदिनु है सबैजनाले। फोटो खिचिदिउँ। कता बस्नु म पछि जाउँ, जानु न उता। म चाहिँ गएको बजार पुगेर भिडियो गर्नेछु होइन। हामी चाहिँ पछि बसिरहेछौँ र हामी चाहिँ अहिले जाँदैछौँ बजार। यो चाहिँ हाम्रो गाउँको बाटो हो, रोड हाम्रो गाउँको। र अहिले चाहिँ हामी कहाँ आइपुग्यौँ भन्दा यो चाहिँ 10 माइल फाटक हो। अब चाहिँ बजार पुग्न आँट्यौँ। अब बजार डुलाइ हुँदैछ होइन। जाडो रहेछ बजारमा पनि। र फर्स्टमा चाहिँ हामी सुन दोकान गयौँ र बाबाले मलाई चाँदीको औँठी किनिदिनु भयो र म चाहिँ देखाउँदै थिएँ र आमाले पनि नाकको सुनको किन्नुभयो। यो चाहिँ सुन दोकान हो। मा ब्याट्री सकेर ब्याट्री हाल्नु नआँटेको छु होइन। 120 को घडी चाहिँ कति दामको हो? वाल घडी ए दामी दामी रहेछ है। दामी दामी रहेछ। घडीमा ब्याट्री हालिसकेँ। अब चाहिँ सिके चोक जाँदैछु म मोचीलाई खोज्दै। एउटा आमाको जुत्ता उक्किरहेको रहेछ कि टाल्नुको लागि खोज्यो, पाउँदै पाउँदैन। यो चाहिँ हो सिके चोक। कहाँ उक्किएको छ? बल्ल भेट्यो हामीले चाहिँ यहाँ मोचीको दोकान। पन्जाब नेसनल ब्याङ्क आइरहेको छु मैले चाहिँ। नयाँ एकाउन्ट खोल्नु आएको, खोलेको छैन रहेछ एकाउन्ट। काउन्टर नम्बर 2 चाहिँ अहिले बन्दैछ। ब्याङ्कको काम पनि सकियो होइन। अलिकति गडबड भएर एकाउन्ट खोल्नु पाएन आज चाहिँ हो। अन्त फेरि फर्किँदैछ हामी। अघिको जुत्ता जहाँ दिइरहेछ त्यहीँ जुत्ता लिनु जाँदैछ आमाको होइन। त्यस्तो आज त अब दिनभरि डुल्लै बस्यो। आज चाहिँ है यसरी सिलाइदिनु भएको रहेछ वरिपरि है। दामी डल्ले रहेछ यहाँ चाहिँ सिके चोकको त्यहाँ ओह्रालो होइन। तपाईँलाई कस्तो लाग्दैछ अन्त यत्रो सालमा कालिम्पोङ आएर? अहिले चाहिँ हामी दबाई दोकान आइरहेको छौँ। दबाई दोकानमा आइरहेको छ होइन। आमाको 1-2वटा दबाईहरू किन्नु थियो र त्यो दबाईहरू किन्नुभयो। हाट बजार हो कालिम्पोङको। आज फ्राइडे अलिक खाली खाली रहेछ। थर्सडे वेडनेसडे चाहिँ यहाँ भिड हुन्छ। प्याज कलीहरू डुल्दै डुल्दै हुँदैछ हो। म चाहिँ पर्खिरहेको छु अघिदेखिको। छिटो उयो माथि
नेक्स्ट एसबी कलेक्सनमा हेर्नु पऱ्यो नि, दामी दामी यहाँ हुन्छ। यहाँ दादाको दोकानमा लुगाहरू, तपाईँहरू पनि आइदिनु होला। यहाँ एसबी कलेक्सन र एसबी नेक्स्ट छ, दुइटा छ यहाँ दादाको दोकान। मैले चाहिँ एउटा ज्याकेट किनेँ, कालो छ, भित्र छ होइन। अब यसो विन्टर लाग्यो, अब ज्याकेट चाहिन्छ भनेर एउटा ज्याकेट किनेँ। अन्त अब चाहिँ यहाँ बजारबाट पनि फर्केको दोकानमा आइरहेको छु मैले चाहिँ। यहाँ मैले चाहिँ जुत्ता ट्राई गर्दैछ, स्यान्डल पाउँछु। भारी बोकेर आजको मेरो आउटफिट चाहिँ यस्तो छ है गाइज। यहाँ हामी स्पिकर किन्न आँटेको छौँ होइन, साउन्ड बार जाँदैछौँ। के किन्नु भयो? बोटकै यो डम्बर चोक। अब चाहिँ हामी फर्किन आँटेको छौँ घर हो। यहाँ हामी गाडी पर्खिरहेको छौँ, दादालाई पर्खिरहेको छौँ। गाडी आएर चढेर जाने। यो चाहिँ हामीले बोटको किनेको। यो चाहिँ यहाँ 12 माइलको छोला दोकानमा आइरहेको छौँ होइन, फेमस छोला दोकान। किन्नु भयो खै? खतरा छ त, रुद्राक्षको चाँदीको माला। कसको थियो? हामी 4 जना आइरहेको छौँ। जना हामी चाहिँ बसिरहेछौँ यहाँ छोलाको प्रतीक्षामा। छोला पुग्यो। कस्तो रहेछ आमा? मिठो? आइसकेको छ। मिठो भेज मोमो, अचार, कोपी। हामीले चाहिँ खाइपी गरिसक्यौँ। अब चाहिँ गएको 12 माइलबाट अब गएको 16 माइल पुग्नुपर्छ। मेरो चाहिँ यहाँभरि रातै देख्दो रहेछ है, फुटेर होइन, फुटेकै हो त्यो के भएको। हामी चाहिँ अब यहाँ मेन रोडबाट तल्लो हाम्रो गाउँ जाने बाटो लागेको। अब चाहिँ घर पुग्न आँटेको हामी। पुग्यौँ, लु जाउँ। अब हाम्रो सामान चाहिँ निकै छ है आज। ओह्रालो लाग्नु पऱ्यो नि, अब अलिकति हिँड्नुपर्छ। हामी गाडी चाहिँ यहाँ राख्छ, ब्याग बोक्नु उयो चाहिँ सक्दिनँ म, जसले आफै लिएर आउँछ। जाउँ लाग्यौँ ओह्रालो। अब ओह्रालो लागेको। बडी के गर्नु भएको? पानी आलुमा? ए फापर। म मेरो भिडियोलाई चाहिँ यहीँ अन्त गर्न चाहन्छु। मेरो च्यानललाई धेरैभन्दा धेरै माया दिनुहोस्, लाइक सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ, बाई।